हेलो साथीहरू, नमस्कार। म रन्जु शर्मा। स्वागत छ तपाईहरुलाई मेरो यो नयाँ भिडियोमा। आजको भिडियो चाहिँ मैले तपाईहरुलाई एक्स्ट्रा तरिकाले देखाउँदैछु। किन भन्देखि यहाँ हेरेर तपाईहरु कतिजनाले त चाल पाइसक्नु भयो होला, र पनि म भन्न जाँदैछु। यो चाहिँ मैले नयाँ बिजनेस स्टार्ट गरेको छु फिलहालै। आशा गर्छु कि तपाईहरुले धेरै भन्दा धेरै सपोर्ट गर्नुहुन्छ। यो हो चिकनको अचार, जुन चाहिँ मैले आफै रेडी गरेको छु, होममेड सबै तरिकाले। यति टेस्टी, यस्तो दामी, जसलाई पनि पिरो अमिलो टक्क परेको अचार खानु मन छ भने मलाई सम्पर्क गर्नुहोस्। मकमा अहिले यति दामी अचार पाउँछ। बास्ना पनि यति मिठो आउँदैछ नि, हेर्दैखेरि खम खम खम। म तपाईलाई अर्को भिडियोमा खाएर पनि देखाउँछु, र तपाईहरुलाई पनि यस्तै अचारहरू खानु मन छ भने मलाई सम्पर्क गर्नु होला। म यहाँ नम्बर पनि लेखिदिनेछु तपाईहरुको लागि हैन। हेर्नुस्, र हजुरहरुलाई चाहियो भने चाहिँ नि मलाई सम्पर्क गर्नु होला, अनि सपोर्ट पनि गर्नु होला। अब बिजनेस भन्ने कुरा हैन, अब सानैदेखि नै सुरुवात गर्नु पर्यो। अब एकैचोटी ठुलो गर्नु भन्दा सानोदेखि नै पहिला सुरु हेर्नु पर्यो हैन, के हुन्छ कसो हुन्छ। त्यही भएर मैले आफै घरबाटै स्टार्ट गरेको छु अहिले फिलहाल चाहिँ। अनि हेर्न सक्नुहुन्छ तपाईहरुले अचारको रङ हेर्नुस् यहाँनिर। म यहाँ भिडियोबाट भन्नु सक्दिनँ कि यो कस्तो भएको छ भनेर नि। यति राम्रो। विश्वास छैन भने एकचोटी टेस्ट गरेर हेर्नुहोस्। मसँग चाहिँ यो मात्रै होइन, माछाको अचार पनि छ, यसको पनि छ। तर अहिले मैले फिलहाल चाहिँ यो मात्रै देखाउन चाहे। मेरो भिडियोमा हजुरहरु नयाँ हुनुहुन्छ भने मलाई फलो गर्नुहोस्, लाइक गर्नुहोस्। म यस्तै नयाँ नयाँ भिडियोहरु हाल्छु, र अचार चाहिएमा मलाई सम्पर्क गर्नु होला। हुन्छ, हस् त। थ्यांक यू फर वाचिङ। धन्यवाद।